कस्तो फिल भइरहेछ एकदम लिम्बुलीवाला फिल आइरहेछ। अनि लिम्बू स्टलटी भेटेर कस्तो फिल भइरहेछ दिल गार्डन गार्डन भइरहेछ ल यो चाहिँ हाम्रो नमस्ते राख्नु यो नमस्ते सेवारो भयो हामी त नाच्छ तपाईँले बोलाउने हामी रसेर बोलाउने नाच्ने गुड मर्निङ सेवारो वेलकम ब्याक अगेन म युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म चाहिँ आज मेरो चाहिँ आज स्याटरडे पनि ड्युटी हुन्छ नि त, सो ड्युटी सकेर जाँदैछु म चाहिँ घर फर्किँदै हो। घरबाट पनि मैले चाहिँ भ्लग बनाइहालेको के छ त होइन भएर भ्लग बनाउँदै जाँदैन चाहिँ मेरो चाहिँ ड्युटी सक्यो अरे। सो के छ खबर गाईहरूको, के छ हालखबर साथीभाइहरूको? मेरो त एकदम ठिकठाक छ। बाहिर चाहिँ मास्क लगाउँछु नि त, म काम गर्दा पनि ड्युटीमा पनि मास्क हो, हिँड्दा पनि मास्क, किनभने आज एकदम घाम छ क्या। सो घाम भएर चाहिँ मेरो जाँदैमा चाहिँ मेरो चाहिँ कम्पनीमा फेरि योगमा हो। सो फर्किँदै अब जाँदा चाहिँ अब आज के हुन्छ कसो हुन्छ है। मेरो चाहिँ अब यो भ्लग चाहिँ भोलिसम्म कन्टिन्यू हुन्छ है त, भोलि सन्डे है, भोलिसम्म कन्टिन्यू हुन्छ है गाइस। सो भिडियो हेर्दै गर्नु। म चाहिँ यहाँलाई थेरिङबाट चाहिँ मेरो एक स्टेसन हो नि त, एक स्टेसन हो, त्यहाँबाट फेरि झरेको फेरि चेन्ज गर्नुपर्छ। फेरि हेर्न आउँछ होइन, तर अब चेन्ज गर्दै जानु। आज वेदर यस्तो राम्रो रहेछ, लगाइसकेको छ क्या चाहिँ कम्पनी उयो पर हेर्नु ल, उयो सेतो आपर छ नि ठ्याक्कै त्यसको मुयो जस्तो जान्छ यो आपरदेखि त गाउँ माई गड मलाई आज वेदर चाहिँ एकदम राम्रो छ। तेल भयो नि ट्रेन आइसकेर कुद्नुपर्छ यहाँबाट फेरि म अब 2 नम्बर लाने चढ्ने हो क्या। अब जुन यो हो तपाईँ चाहिँ सबै सिन्जेलसँग चाहिँ आउँछ म माटमा छु है। अहिले अन्डा पनि कति महँगो भएछ, ओमाइको 10 नाना रे बढेछ भाइ। के गर्नु है, खानै पर्यो लिनै पर्यो, एउटा त लानै पर्यो होइन। म चाहिँ क्या यो सामानहरू किन्दा यसमै भ्लग बनाउन बिर्सेको रहेछु क्या मैले चाहिँ। यस्तो छ क्या, म हिँड्दा बिर्सिन्छु क्या। के भन्नु त कहाँ गयो मेरो थाहा छैन, कता राखेको थिएँ मैले, फेरि बिर्सिहाल्छु क्या। सो अब चाहिँ मेरो यहाँको काम चाहिँ सिद्धियो, किन्ने काम चाहिँ सिद्धिँदैछ। अब चाहिँ के किन्नु जान्छ, पुरुषहरू त छ। अब यो किनिसक्यो त, अब यो किनेर अब चाहिँ घाइस जानुपर्छ चाहिँ। यहाँनिर यसो करेसाबारी फुल पनि रोप्नु पर्यो नि त, सो त्यो चाहिँ किन्दै हो म चाहिँ। यहाँ एउटा उयो भयो होइन गरेको के रहेछ भनेर हेर्दैछु है। मैले चाहिँ यो अब प्लान्टहरू छ नि, प्लान्टरको लागि खोज्दै गरेको खोज्नु चाहिँ हेर्दैछु है। यो चाहिँ के को लागि, यो पनि प्लान्टकै लागि हो त, माटै रहेछ यो चाहिँ। सो हेर्दै गर्नुलाई भिडियो है त। अहिले फेरि मैले प्लान्ट लभर भयो नि त, प्लान्टहरू भएर प्लान्टको लागि चाहिँ यस्तो डोरीहरू यस्तोहरू पनि पाउँछ क्या। यो लाग्नेहरू बान्नेहरू सबै पाउँछ त। यहीँबाट सो म हेर्दैछु यहाँनिर यो चाहिँ लाउनुको लागि डोरी लाउनु। अझै थोरै रहेछ क्या, धेरै हुन्थ्यो सधैँ अर्को ल, मैले भने जति रहेनछ। 1-2वटा गमला पनि लिनु पर्ने छ हौ।
को होला म जति प्लान्ट लभर भन्नु त ल गाइजहरू धेरै लिसकेको मैले चाहिँ वाइट डट धेरै छ मेरोमा चाहिँ अस्ति मैले यो कलरको लगेको थिएँ यो भर्यो रहेछ अनि यो चाहिँ होइन मटकाको जस्तै क्या माटोको जस्तै छ हेर्नु कसरी राम्रो छ है माटोको जस्तै छ क्या यो चाहिँ ठ्याक्कै माटोको गमला जस्तै छ छन् चाहिँ एक जोड लैजाउँ भन्ने सुरमा छु म लेट भइसक्यो सो अहिले भेटौँ है त मैले बल्ल प्लान्टहरू यहाँ सारिसक्यो यसरी गमलामा हेर्नु न बल्ल यता 4वटा उताखेरि 3टा 7वटा होइन खोर्सानीको बोट टमाटर मेरो फल्छै पर्दैन गाइजहरू है मैले फर्स्ट टाइम रोपेको होइन मेरो यस्तै छ सानो सानो आमा अघि भोक लाग्यो चिकन खायो होइन यताउति गाइज अब प्लान्टहरू मैले सबै यहाँनिर माटो लाएर फेरिसकेँ होइन प्लान्टहरूलाई अब चाहिँ कति टाइम भयो टाइम कति भइसक्यो 11 बज्न आँटिसक्यो चाहिँ ओ राति 11 बज्न आँटिसक्यो अब चाहिँ सुत्नुपर्छ गाई यो लोटस बौद्धहरूले बुद्धिस्टहरूले गरेको लालटिन फेस्टिभल थियो नि त त्यो पनि आज अघि 9 बजीसम्म सक्यो होला त्यहाँ चाहिँ म गइनँ मेरो चाहिँ आज ड्युटी थियो भोलि चाहिँ हाम्रो त्यो लालटिन फेस्टिभलको इन्ड हो भोलि चाहिँ लास्ट दिन चाहिँ हाम्रो लिम्बू जातिहरूको चाहिँ केलाङ भोलि चाहिँ हाम्रो प्रस्तुति छ सो भोलि चाहिँ हामी उतै भेट्ने छौँ ल भोलिको लागि है त किनभने आज चाहिँ अलिक 11 भइसक्यो अब चाहिँ सुत्ने हेलो गुड मर्निङ सो मेरो ब्लग कन्टिन्यू भइसकेको छ सो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सो आज चाहिँ मेरो आजको न्यू डे न्यू ब्लग स्टार्ट भइसक्यो मेरो हिजोदेखि स्टार्ट हो मेरो हिजोदेखि कन्टिन्यू छ मैले इन गरेको थिइनँ सो फेरि पनि आज मेरो विकेन्ड डे भन्दा पनि आज चाहिँ हाम्रो प्रोग्राम छ हाम्रो चाहिँ यो लोटस फेस्टिभल यो बुद्धिस्टहरूले गर्नुभएको प्रोग्राम छ हिजो चाहिँ के र्याली थियो सो आज चाहिँ इन्डिङ हो नि त सो आज चाहिँ आफ्नो कल्चरको प्रोग्राम देखाएर सो हाम्रो चाहिँ लिम्बू कल्चरको हाम्रो केलाङ प्रस्तुत हुँदैछ सो त्यहाँ जानलाई चाहिँ म चाहिँ गेट रेडी अब जानु बाँकी छ जाँदैछु त्यो 9:30 भित्रमा पुग्छु भनेको थिएँ 10 यहीँ बज्यो किनभने अब मलाई चाहिँ त्यहाँ पुग्नलाई चाहिँ लाग्छ होला मलाई जस 35-40 मिनट जति लाग्छ सो अब चाहिँ रेडी आजको मेरो ओटिटी यो छ होइन गाइज म देखाउँछु ल अलि पर गएर देखेँ नै अलि हल्कामै देखेँ यो छ मेरो आजको ओटिटी चाहिँ तर भरे उहाँ गएर चाहिँ चेन्ज हुन्छ मेरो कल्चर ड्रेस लाउनुपर्छ हाम्रो लिम्बू ड्रेस होइन कण्ठा चन्द्रहार काँडे चुरा हाम्रो चाहिँ काँडे चुरा शिरफुल शिरबन्दी आफ्नो जति पनि कल्चर छ नि त सबै त्यो ड्रेस लाउनुपर्छ हाम्रो त्यो अर्नामेन्ट्सहरू पनि छ नि त धेरै गर्मी चाहिँ अल्छी लागिरहेछ तर सो अब के गर्नु होइन आफ्नो कल्चर त देखाउनै पर्यो सो गरेर केलाम सिक्ने अब हामी उतै गरेर भेट्नेछौँ है गाइज ओके मसँग चाहिँ आउनु है गाइज अब फेरि आज धेरै पछि थुङ्देमा जाँदैछु म चाहिँ आज चाहिँ हाम्रो चाहिँ प्रोग्राम छ सो तपाईँहरू पनि कता कता हुनुहुन्छ आउनु होला प्रोग्राम हेर्नको लागि आज चाहिँ हाम्रो लिम्बू कल्चरको प्रोग्राम छ लिम्बू कल्चरको भन्दा नि हाम्रो कल्चर देखाउने हाम्रो केलाङ देखाउने भएर जाँदैछु आज गर्मी छ आज वेदर अस्तिदेखि धेरै कोरियामा गर्मी बढिरहेछ सो अब चाहिँ लाग्यो थुङ्देमतिर है त गाइजहरू के छ होइन 9:30 पुग्नु पर्ने यही 10 भइसक्यो गर अरू भन्दा नि अरू त त्यस्तै हो केलाङ हल्का सिक्नु पर्ने छ त्यसपछि चाहिँ ड्रेस लाउन अलिक टाइम लाग्छ ड्रेस साडीहरू लाउनु पनि त्यस्तो खासै टाइम लाग्दैन हाम्रो यो लिम्बूको अर्नामेन्ट्स लाउन चाहिँ अलिकति टाइम लाग्छ क्या अब शिरफुल भयो होइन शिरबन्दी पनि लाउनु सक्छ शिरफुल अडाउनै गाह्रो हुन्छ फेरि मेरो यो कपाल है कपाल थोरै छ नि त अनि कपाल पातलो भयो भने झन् गाह्रो हुन्छ फेरि अब हामी जहिले लगाइरहँदैन नि त
लगाइरहनु त सजिलो हुन्थ्यो सो आज चाहिँ वेदर यस्तो चाहिँ गर्मी पनि छ घाम एकदम धेरै लाग्छ गर्मी लाग्छ अब यो गहना सना सबै लाउँदा त यस्तो गर्मी हुन्छ है जाँदैछु यस्तो गर्मी छ आज वेदर चाहिँ राम्रो छ हेर्नु न यस्तो राम्रो छ तर गर्मी बढेर है गाह्रो छ क्या भरे हाम्रो लिम्बूको ड्रेसहरू लाउनु अर्नामेन्ट्सहरू नै फेरि धेरै हुन्छ होइन सो हामी उतै भेटौँ अब बहिनीहरू पनि आउँदैछ तर आज हाम्रो चाहिँ कति बहिनीहरूको छुट्टीहरू मिलेन नि त अनि छुट्टी कति सन्डे भयो नि कतिको काम हुने कि नहुने भएर सो अब त्यही भएर हाम्रो टाइम र टिम मिलाउन अलिक गाह्रो भयो अब कस्तो हुन्छ भने हाम्रो केलाङमा चाहिँ केटाहरू मात्रै भयो भने पनि सुहाउँदैन केटीहरू मात्रै भयो भने सुहाउँदैन क्या ग्रुपमा केटा र केटीको चाहिँ एउटा टिम भएन भने चाहिँ अलिक राम्रो देखिँदैन नि त सो अब हेरौँ अब घर को हुन्छ कतिजना हुन्छ सबैजना भएर पाइन्थ्यो त ओ माई गड र आज हामीले नारियल पानी खायो ल चियर्स गर्नु त कुन हो मेरो है तपाईँको त्यो उताको अब म उसको चियर्स चाहिँ भएन आया आज धेरै पछि भेट भयो यमुना र मेरो यहाँनिर हाम्रो नरिवल पानी खै नरिवल पानी चाहिँ यता नरिवल पानी यता रहेछ अब दुईवटा हातले पकाउने एउटा हातले त नआउने रहेछ है गर्मी है नरिवल पानी चियर्स ल खाएर चाहिँ ड्रेस लाउँ पर छरिएर बसोबास गरिरहनुभएका हाम्रो याक्थोङ दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा हाम्रो यो किरात याक्थोङ चुम्लुङ दक्षिण कोरियाको सांस्कृतिक विभागको टोलीबाट तपाईँहरू सम्पूर्णलाई लुङमेन्दिङ स्यारो नमस्कार तपाईँहरूलाई हामी आज यो विशेष भिडियो मार्फत के जानकारी गराउन चाहन्छौँ भने हाम्रो दक्षिण कोरिया मा क्रियाशील रहेको हाम्रो किरात याक्थोङ चुम्लुङ दक्षिण कोरियाको स्थापना भएको 25औं वर्ष पुरा भएको उपलक्ष्यमा हाम्रो सिल्भर जुब्ली इयर अर्थात् रजत जयन्ती विशेष हाम्रो कार्यक्रम यही मेको 31 तारिक आइतबारको दिन हामी यो दक्षिण कोरियाको सौल सहरमा हामी सम्पन्न गर्दैछौँ र उक्त रजत जयन्ती विशेष कार्यक्रममा दक्षिण कोरियावासी सम्पूर्ण याक्थोङ दाजुभाइ तथा दिदीबहिनीहरू र गैर याक्थोङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक विनम्रतापूर्वक हामी गरिमामय उपस्थितिको लागि हार्दिक विनम्र अनुरोध गर्दछौँ र ल निस्क्यौँ त अब चाहिँ हामी लाग्यो अब चाहिँ हामी चाहिँ ए अनि म चाहिँ कसले खिचिदिनु मेरो चाहिँ होइन हिँड्नु म खिचिहाल्छु ल अब चाहिँ ल लाग्यो हामी चाहिँ लोटस फेस्टिभलको लागि आज चाहिँ हाम्रो केला नाच्छ वा वा मेरो हेर्छ भाइ ल है ल आउनु अब चाहिँ लाग्यो हामी खै यो कसको बिहे थाहा छैन अब उहाँ पुगेपछि थाहा हुन्छ ल ल ओहो आज हामीले मगर नि झ्याप्पै आइन मगर नि के अरे लर्को लाएर भने त ल लिम्बूमा कन्ठा थियो कन्ठा लिएर ल्याइदेऊ ल्याइदेऊ उसलाई लगाइदिनु ल यहाँ अब ल यहाँ अब यता दिदी पनि आउनु सबैजना कोही रहेछ भाइ हिरोनी मलाई देखिनु त मेरै अनुहार पो छेलिँदो रहेछ क्या यसो ठाडो गर्नु मैले अलिकति रातो लाउन ए लिपस्टिक लाउनु बिर्सेछु मैले लगाइ त मेरो लिपस्टिक लाउनु बिर्सिरहेको छु चुम्लुङ टोली आयो है चुम्लुङ टोली
조금씩 여기 길 어디 있어? आफै चाहिँ खतरा खै त ल्याएन छ नि म ल्याएर आउँछु ल यो चाहिँ हाम्रो महोत्सवमा हिँडेर तयारी पारेको हो
ल यो चाहिँ हाम्रो किरात दार्चुङ चुम्लुङ दक्षिण कोरियाको सांस्कृतिक विभागद्वारा यो लोटस लालटिन फेस्टिभल 2026 को जुन महोत्सव छ विश्वचर्चित महोत्सव जुन चाहिँ युनेस्कोमा सूचीकृत महोत्सव हो यसमा चाहिँ हाम्रो टोलीले सांस्कृतिक विभागले चाहिँ आफ्नो सांस्कृतिक प्रस्तुति जुन चाहिँ नेपालको लिम्बू समुदायको मौलिक नाच जसलाई केलाङ भनिन्छ च्याब्रुङ नाच पनि भनिन्छ त्यसलाई विशेष रूपमा प्रस्तुत गरिरहनु भएको छ तपाईलाई यहाँ देखिरहनु भएको छ अनि हामी धेरै हिँड्नु भन्छ त अघि त्यहाँ भनेको होइन हामीलाई खुट्टा दुखिसक्यो यहाँ ल नमस्कार सम्पूर्ण दर्शक श्रोतावृन्दहरूलाई आज चाहिँ यो हामी महात्मा गौतम बुद्धको जन्म जयन्ती विशेष यो युनेस्कोमै सूचीकृत एउटा महोत्सव छ दक्षिण कोरियाको राजधानी सौलमा यो आजको यो विशेष महोत्सवमा चाहिँ हामी किरात दार्चुङ चुम्लुङ दक्षिण कोरियाको तर्फबाट चाहिँ हामी यहाँनिर उपस्थित भएका छौँ र यसमा हाम्रो किरात दार्चुङ चुम्लुङ दक्षिण कोरियाको सांस्कृतिक विभागको तर्फबाट चाहिँ हाम्रो केलाङ प्रस्तुति हुन गइरहेको छ र यो प्रस्तुतिको निम्ति हाम्रो सांस्कृतिक विभागका कलाकार हाम्रो चेलीबेटीहरू यता हाम्रो दिदीहरू हुनुहुन्छ सबैजना होइन त्यही भएर यो तयारीमा हुनुहुन्छ सबैजना हाम्रो महागुरु यता हुनुहुन्छ महागुरुज्यू उहाँ विशेष अब लिडिङको रूपमा अगाडि हुनुहुन्छ भने यो आजको विशेष माहौललाई हामी विशेष बनाउनको लागि हामी यो नेपाल फुल्क्यो मुनुवा छिहमादाङमा अगाडिपट्टि यो बौद्ध परिवार दक्षिण कोरियाको र हाम्रो दिदी यहाँ भिडियो सुट हुँदैछ दिदीको चाहिँ यो चाहिँ म्यानमारको रहेछ म्यानमारको छाता चाहिँ ठ्याक्कै कोरियाको छातासँग मिल्दो रहेछ हाम्रो यहाँ चाहिँ आज दिदी अर्कै खालको लुसमा आइरहेको छ सोल्टा दिएर त हेर त के छ नि आज अनि आज के अरे रसमलाई चाहिँ क्वेसन ल चाहिँ आज लिम्बू ड्रेस ल्याएर कस्तो फिल भइरहेको एकदम लिम्बुनीवाला फिल आइरहेछ अनि लिम्बू सोल्टी भेटेर कस्तो फिल भइरहेछ दिल गार्डन भइरहेछ सोल्टीसँग नि आई कन्ट्याक्टै भएन त अनि हेरेर ढले म त भइसक्यो त यहाँ बोक्नु दिनु भएको त तर यो त खाली रहेछ एउटा सिक्का भएको भए त उमाने बेबी बनाउनु हुन्थ्यो हो यमुना यता राम्रो यमुना झन् कस्तो राम्रो दिएछ झन् है दामी ल यहाँ भाइ ओइ खोइ यहाँ हामी सबैजना खिच्छ अब यहाँ खोइ बोल्दै हुनुहुन्छ खोइ कहाँ छ नमस्ते आजको यस अन्तर्राष्ट्रिय लालटिन फेस्टिभलमा तपाईँहरूले सहभागितामा कस्तो अनुभव भइरहेछ त हजुर आजको यस
अन्तर्राष्ट्रिय लालटिन फेस्टिभलमा उहाँहरू सहभागिता भएर उहाँहरूको दिल पनि गार्डन भइरहेछ। दिदीहरू यहाँ देख्न सक्नुहुन्छ यता छाता अनि यता म्यानमारको छाता। खै मलाई एउटा फोटो खिचिदिनु नभएर एउटा भिडियो बनाइदिनु ल मलाई। वाह अब हाम्रो हिरो भाइ म त अहिले यो बोकेर डुलेर एउटा भिडियो बनाउँछु। ओइ हिरोको फोटो खिच्दै बहिनी। ओइ बहिनी यसको फोटो खिच्दै मैले भिडियो बनाउँदैछु। हाम्रो नेपालको लिम्बू केटो अनि म्यानमारको छाता होइन के भन्छ म्यानमार भाषामा नमस्ते भन्दा सठी छ त उसको के भन्छ त्यो त उयो थाइल्यान्डको यसले मागेन बनाइदियो। चिया खानु भएको हेर न कोही कोही चिया खानु भएको खिचेको रहेछ अरे म्यानमारको चिया यो चाहिँ नेपालको स्वाद हो नि टोक्ला चिया रहेछ। टोक्ला चिया एकदम मिठो छ। नमस्ते राको छ यो नमस्ते सेवारो भिडियो बनाउनु दिदी ल अहिले चाहिँ हामी यहाँ आइपुग्यौँ। ओ जाउँ न खोइ रश्मि अहिले चाहिँ हामी यहाँ चाहिँ आज छुङगाङमा चाहिँ हाम्रो यो केही हुन्न हौ। ए भगवान् यता हेर्नु है लिम्बुनी अर्को एक्स्ट्रा लिम्बुनी हेरेर ल जाउँ है। अब आज चाहिँ हामी केरा नाचेर रैला गरिदिनु हो नि होइन। ल कताबाट स्टेज चाहिँ कता रहेछ सबै यो उयो जामै गरेर है शीतल भएर अब यहीँ पो नाच्नुमा मजा आउँछ है। अब एकछिन पहिला हामी नाचौँ। अहिले हाम्रो स्टेज चाहिँ कता भाइ स्टेज चाहिँ स्टेज उता हो स्टेजतिर जानु पऱ्यो नि त। सो मैले चाहिँ अहिले मेरो माइक चाहिँ झोलामा राखेर यसरी बोलिरहेको छु। म माइक चाहिँ झोलामा राखेर अब भरे एडिट गर्नु गाह्रो हुन्छ मलाई। अब हाम्रो स्टेज चाहिँ कता हो आउने पाउँदैछ क्या हिरोनी पनि रश्मि आज म गर्नेलाई लिम्बू पनि बनाएको। सो गाइज म चाहिँ यही प्रोग्राम सकाइवरी घर पनि आइपुगिसकेँ। मैले ड्रेस चेन्ज गर्छ आउने बित्तिकै मेरो ब्लग इन गरेको मैले ब्लग इन गरेको थिइनँ। आज एकदम गर्मी पनि थियो फेरि आज चाहिँ मेरो खुट्टा यस्तो दिएछ खुट्टा यो खुट्टा भनेर साध्यै छैन। किनभने आज चाहिँ हाम्रो स्टेप मात्रै पर्फर्म गर्ने भएर स्टेजमा पर्फर्म गर्ने भएर चाहिँ मैले हल्का हाइल लाएर गएको थिएँ। मेरो हाइटको कारणले डल्ली छु नि त अलिकति देखि नै पऱ्यो होइन। सो त्यो बेला खुट्टा दुखिरहेको छ। आज प्रोग्राम चाहिँ एकदम राम्रो भयो र फर्स्ट अफ अल चाहिँ एकदम धन्यवाद चाहिँ म रश्मिलाई दिन्छु। रश्मिलाई चाहिँ आज मैले लिम्बुनी मारा लगाएको थिएँ क्या एकदम राम्रो दिएको थियो क्युट दिएको थियो रश्मिलाई। सो रश्मिलाई एकदम धेरै धन्यवाद भन्थेँ। आज चाहिँ म भ्लग यहीँ इन गर्छु ल किनभने लेट भइसक्यो क्या गर्मी भयो अब नुहाइधुवाइ गर्नु पऱ्यो। म चाहिँ आउने बित्तिकै म भ्लग इन्दा चाहिँ मैले ड्रेस पनि चेन्ज गरेको छैन। सो मलाई यति दिनसम्म हेरेमा साथ दिनुभयो भने यहाँलाई धेरै धन्यवाद। र लास्टमा चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्नु होला गाइज किनभने मेरो आइडी अझै ग्रो भएको छैन। सो मलाई युट्युबमा धेरै अगाडि बढ्नु छ। सो तपाईँहरूको साथ सहयोग सपोर्ट चाहिएको छ। सो त्यही भएर मलाई चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। सो आज चाहिँ म ब्लग यहीँ इन गर्छु किनभने धेरै भएको गलेर गाइज यस्तो गलेको छ आज के भन्नु र भनेर साध्यै छैन क्या। आज चाहिँ म लास्ट गलेको छु हेर न भिडियो बनाउँदा। म चाहिँ फेरि ब्लगर चाहिँ मोबाइलबाटै बनाउँछु। बनाउँदै हेर्नु न यहाँनिर अघि अम्ला यस्तो गरेर क्या मेरो बिगारिदिइहाल्छ के यो भइहाल्छ भिडियो। सो चाहिँ म ब्लग इन गरेँ अब चाहिँ गरेर आज यस्तो गरेको छु म ब्लग इन गर्छु भन्दै कुरा गर्दै सो भन्दा यहाँसम्म भइसक्यो। म धेरै सो चाहिँ भन्छ है कि मेरो मिठो थियो जस्तै भइसक्यो क्या मैले सो भन्ने चाहिँ। किन मलाई खासै इङ्ग्लिस पढ्नु आउँदैन। म चाहिँ सरकारी स्कुल पढेर नि त गाइज म चाहिँ प्राइभेट बोर्डिङ स्कुल पढाएन। म चाहिँ प्रपरली मै मात्रै होला जेस अहिलेसम्म यसो याद गरेको तपाईँहरू गाइज तपाईँहरू को हुनुहुन्छ क्या तपाईँहरू 1 क्लासदेखि होइन। अब अहिले गएर त नर्सरीदेखि पढ्ने हुन्छ युकेजी कहाँदेखि पढ्नेहरू। म चाहिँ शिशु क्लासदेखि 1 क्लासदेखि म एसएलसी बेलासम्म म स्कुल एकपल्ट पनि चेन्ज नगरिकन बस्ने को हुन्छ लाइक एन्ड कमेन्ट गर्न नबिर्सिनु है त कमेन्ट गर्नु होला को हुनुहुन्छ। म चाहिँ 1 देखि एकचोटि पनि
स्कुल चेन्ज नगरेको क्या म चाहिँ एकैचोटि एसएलसी त्यही जहाँ 1 देखि पढेको त्यही ठाउँमा म कहीँ पनि नगइकन यति भन्दै अब चाहिँ भ्लग इन गरेर बिचरा मैले मेरो यहाँनिर मेरो एगीहरूलाई क्या मेरो बच्चाहरूलाई चाहिँ मैले आज खाना नदिकन गएको थिएँ अब चाहिँ यिनीहरूलाई खाना पनि दिनु पऱ्यो होइन बिहान मैले नदिकन गएछु कि त्यत्तिकै सफा पनि गर्नु पनि गरेको छैन टाइम लाग्छ क्या यो एकदम सफा गर्न चाहिँ सो गाइज यतिसम्म मेरो मलाई साथ दिनु यहाँलाई धेरै धेरै धन्यवाद यसरी नै मलाई लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त अब चाहिँ म भ्लग यहीँ इन गर्ने अब चाहिँ कन्फर्म इन गरेँ किनभने मेरो भ्लग धेरै लङ भइसक्यो सो यति भन्दै अब साकेला चाहिँ भेट्नुपर्छ अब फेरि मेको 24 तारिक चाहिँ साकेला छ सुवनमा हामी सुवनमा फेरि भेट्नेछौँ सो अब चाहिँ म इन यहीँ गरेँ सबैजनालाई गाइज बाई बाई सी यू अगेन हेभ अ गुड मर्निङ गुड नाइट बाई बाई